एक समयको कुरा हो। नेपालको एउटा सानो गाउँमा आर्यन नामको 10 वर्षको एक साहसी केटा बस्थ्यो। आर्यनलाई जङ्गल, जनावर र नयाँ ठाउँ घुम्न धेरै मन पर्थ्यो। एक दिन बिहानै ऊ आफ्नो सानो झोला बोकेर गाउँ नजिकैको ठूलो जङ्गलतिर निस्कियो। जङ्गल निकै हरियो थियो। चराहरू चिरबिर गर्दै थिए, हावाले रुखका पातहरू हल्लाइरहेका थिए। जङ्गलभित्र जाँदै गर्दा आर्यनले अचानक एउटा सानो बाँदर रुँदै गरेको देख्यो। किन रोएको तिमी? आर्यनले सोध्यो। बाँदरले भन्यो, मेरो साथी तोता हराएको छ। ऊ ठूलो पहाड पारीको गुफातिर गएको थियो। आर्यनले तुरुन्त मद्दत गर्ने निर्णय गर्यो। चिन्ता नगर, हामी मिलेर खोजौं, उसले भन्यो। त्यसपछि बाँदर आर्यनको काँधमा बस्यो र दुवै जङ्गलभित्र गहिराईतिर लागे। बाटोमा उनीहरूले एउटा विशाल हात्ती भेटे। हात्ती निकै बुद्धिमान थियो। तिमीहरू कहाँ जाँदैछौ? हात्तीले ठूलो स्वरमा सोध्यो। आर्यनले सबै कुरा सुनायो। हात्तीले भन्यो, मलाई थाहा छ त्यो गुफा कहाँ छ, तर त्यहाँ पुग्न खतरनाक नदी पार गर्नुपर्छ। हात्तीले आफ्नो लामो सुँडको सहायताले आर्यन र बाँदरलाई नदी पार गराइदियो। नदी पार गरेपछि अचानक झाडीभित्रबाट एउटा बाघ निस्कियो।